एक दिन मैले एकजनाको पर्स भेटाएर दिएँ। हिजो मेरो पर्स हरायो, एकजना दिदीले मलाई फोन गर्नुभयो अनि तपाईँको पर्स लिन आउनु भन्नुभयो। मैले एकजना सरलाई लिन पठाएँ, लिएर आउनुभएको छ। हेर्नुहोस्, सत्कर्म गऱ्यो भने कति राम्रो हुँदो रहेछ। त्यसमा लटरमा पैसा छन्, डलर पनि थिए होइन, विशेष गरी लाइसेन्स थियो। सर आउँदै हुनुहुन्छ। हाम्रो सरले भर्खरै लिएर आउनुभयो। हेरौँ अब यो पर्स खोल्नु त, खोलेर यहीँ लाइटमा हेरौँ न। यसलाई ब्याक क्यामेराबाट हेरौँ है। क्रममै थियो, चला रहेछन्। यसमा डलर हेर्नु, डलर चाहिँ छैन क्या? डलर छैन, लाइसेन्स छ यहाँनिर। लाइसेन्स यहाँ थिएन, लाइसेन्स यहाँ थियो, यहाँभित्र थियो भनेपछि ओके। ल हेर्नु, यसरी मेरो पर्स आयो। भले अलिअलि पैसा गयो, तर हेर्नु त पैसा सहित मलाई त्यो दिदीले रिटर्न गर्नुभएको छ। निस्वार्थ भएर त्यो पर्स हेर्नु त उहाँले मलाई रिटर्न गर्नुभयो, त्यो पनि कल गरी। उहाँलाई मनदेखि नै धन्यवाद छ। यस्ता मान्छेहरू र म जस्ता मान्छेहरू चाहिँ यो देशलाई चाहिन्छ है। तपाईँहरूले पनि यस्तो कसैको पर्स मोबाइल भेटियो भने चाहिँ मजाले दिनु होला है। एक दिन तपाईँकै पनि हराउँछ र श्री पशुपतिनाथले तपाईँलाई तपाईँको मोबाइल पर्स फेरि फिर्ता ल्याएर दिनुहुन्छ, जस्तो मैले आज पाएको छु। जय पशुपतिनाथ।